सम्पूर्ण मेरो प्रिय साथीहरूले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गर्नुहोस् र यदि भिडियो मनपर्छ भने भिडियोलाई लाइक र कमेन्ट गर्न पनि नबिर्सिनुहोस्। आजको भिडियोको थम्बनेल हेरेर हजुरहरूले थाहा पाइसक्नु भएको छ आजको भिडियो केसँग रिलेटेड हुनेवाला छ। हो साथीहरू, निन्द्रा योग अर्थात् योग निन्द्रा हामी आज गर्न गइरहेका छौँ। हामी धेरै साथीहरूलाई राति निन्द्रा लाग्नलाई गाह्रो हुन्छ। अनेकौं समस्या, अनेकौं मनमा टेन्सन अनि विभिन्न कुराहरूले गर्दा निन्द्रामा एकदम धेरै असर परिरहेको हुन्छ। हो त्यसको समाधानको लागि आज हामी निन्द्रा योग गर्न गइरहेका छौँ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। सम्पूर्ण मेरो साथीहरू बेडमा आनन्दले सुत्नुहोला। अब हामी एउटा बिस्तारै बिस्तारै गहिरो सास लिने काम गर्छौँ। सासलाई लामो माथि तान्नुहोस् र बिस्तारै बिस्तारै नाकबाट सासलाई बाहिर निकाल्दै जानुहोस्। तपाईको मनमा यस्तो फिल होस् कि सास बाहिर जाँदा सम्पूर्ण टेन्सनहरू बाहिर गइरहेको छ। फेरि एकचोटि नाकबाट सास लिनुहोस् र मुखबाट सासलाई बाहिर फ्याँक्नुहोस्। यदि साथीहरू हजुरहरूलाई यो गर्दा केही हदसम्म राहत मिलेको हुनुपर्छ। अब जता हजुरलाई सजिलो हुन्छ त्यता नै सजिलोसँग पल्टनुहोस्। अब हामी सम्पूर्ण शरीरलाई एकचोटि तन्काउँछौँ। हाम्रो खुट्टाले जति तन्किन सकिन्छ, जति तन्किन सक्छौँ त्यति नै तन्किनुहोस्। बिस्तारै बिस्तारै खुट्टालाई हल्लाउँदै अनि पैतालाहरूलाई पनि तिनिक्क बनाएर तन्काउनुहोस्। अब बिस्तारै बिस्तारै हाम्रो शरीर एकदम निन्द्राका लागि अगाडि बढ्दैछ। यसको लागि हामीले केही संकल्प गर्नुपर्ने आवश्यक हुन्छ। केही मनमा अहिलेको लागि केही संकल्पहरू गर्नु हुन्छ। तपाईं कल्पना गर्नुहोस्, म सुरक्षित छु, म शान्त छु, म निन्द्राको लागि योग्य छु, म सम्पूर्ण कुराहरूको लागि योग्य छु। अब बिस्तारै बिस्तारै मनलाई शरीरका विभिन्न अङ्गहरूमा ध्यान पुर्याउँदै आफ्नो कार्यहरू सम्पन्न गर्नुपर्छ। अब हामी बिस्तारै बिस्तारै खुट्टादेखि टाउकोसम्म हाम्रो शरीरका सम्पूर्ण अङ्गहरूको अनुभव गर्दै निन्द्रामा प्रवेश गर्छौँ। अब खुट्टाको औँलाहरूलाई कल्पना गर्नुहोस्। दायाँ खुट्टाका औँलाहरू र बायाँ खुट्टाका अङ्गुलाहरू, खुट्टाका पैतालाहरू अनि खुट्टाका कुर्कुच्चाहरू,
सबै कुरालाई म भन्दै भन्दै जान्छु, हजुरहरू त्यहाँ ध्यान पुर्याउँदै जानुहोस्। कुनै पनि फोकस वेमा होइन। मानौ तपाईहरूले कुनै गीत सुन्दै हुनुहुन्छ। अब बिस्तारै खुट्टाको घोडाहरूमा ध्यान पुर्याउँदै जानुहोस्। अनि त्यसपछि हाम्रो पेटमा ध्यान पुर्याउनुहोस्। पेटले पनि आफ्नो कामहरू गरिरहेको छ। घरि तल अनि घरि माथि हुँदै गइरहेको छ। त्यसपछि हाम्रो छाती पनि आफ्नो हिसाबमा चलिरहेको छ। उसले आफ्नो काम गरिरहेकै छ। त्यसै गरी हातका औँलाहरू, दायाँ हातका औँलाहरूलाई सम्झनुहोस्। त्यो कान्छी औँलो अनि बुढी औँलो लगातार अरू औँलाहरू पनि। अनि हाम्रो हत्तेली हातका पन्जाहरू पनि याद गर्नुहोस्। हाम्रो हातमा भएका रेखाहरूलाई पनि कल्पना गर्नुहोस्, याद गर्नुहोस्। हाम्रो नाडी, त्यसपछि गएर हाम्रो कुइनो। मैले भनिरहँदा फेरि हजुरहरू याद गर्दै जानुहोस्। र दुवै हातका कुमहरू सबै आफ्नो तरिकाले आराम गर्दैछन्। अब बिस्तारै हाम्रो मुख अनि नाक अनि कान अनि आँखा सम्पूर्णमा एकचोटि ध्यान लगाउनुहोस्। हाम्रो निधारमा धेरै कुराहरू रहिराखेको हुन्छ। अहिले सबै कुराहरू हटाउनुपर्छ। कुनै पनि कुराहरूलाई मनमा राख्न हुँदैन। शरीरका सम्पूर्ण अङ्गहरू आफ्नो हिसाबले काम गरिरहेका छन्। कोही काम गरेर थाकेर आरामतिर लागेका छन्। तिम्रो शरीरलाई त काम गरिरहेको हुन्छ, तर मनलाई भने रेस्ट गर्नुपर्छ। रातिमा हामीले शरीरले आफ्नो काम गरिरहेको हुन्छ। जब हामी सुत्छौँ, हामीले हाम्रो मनलाई पूर्ण रूपमा विश्राम दिनुपर्छ। सम्पूर्ण शरीरहरूका कार्यहरू हामीले हेर्दै आयौँ। तिमीले पनि त्यसलाई कल्पना गर्दै आयौ। अब बिस्तारै तिमी निन्द्रामा जाँदै गर्नुपर्छ। आफूलाई महसुस गर, तिमी अब हलुको हुँदै गइरहेको छौ।